हेलो नमस्ते सबैजनालाई। आज धेरै पछिबाट धेरै समयपछि अनलाइन धेरै समयपछि चाहिँ भिडियो बनाउन थालेको है। मैले नबनाउँ भन्दा नि बनाउनु मन लाग्यो, बनाउनै पर्ने भयो। अब दिनभरि यताउता कुदाइले अब चाहिँ बनाउँछु नै भनेको ब्लगहरू चाहिँ हैन। अब बनाउनु नै भनेको के गर्नु, कामै छैन हैन। ब्लग बनाएर बस्छु, दिनभरि यता कुद्यो बरु त्योभन्दा राम्रो ब्लग बनाउँछु भनेर सोचेको थिएँ। अब ब्लग बनाउनै स्टार्ट गर्नु पर्ला, के चाहिँ गर्नु त हैन। अनि त्यही हो, भर्खर चाहिँ म चाहिँ उता बाबाको काम सकिएर आएको, यता जिल्ला यताउता पुगेर कामहरू त्यस्तै काम थियो बाबाको लागि। बाबाको पेपरहरू त प्रोसेसहरू गर्नुपर्ने थियो, अझै भएन पनि, भर्खर घर आइपुग्यो। के गर्नु, साथी भनेको यही फोन रहेछ एउटा, अनि प्लस अर्को साथी भनेको म आफूले। साथी त कोही नहुने रहेछ हौ जिन्दगीमा यार। जति ठुलो भयो त्यति गाह्रो हुने रहेछ। एक्लै जे गर्दा नि एक्लैको भयो, एक्लै आएको एक्लै जाने हो जस्तै भइरहेछ लाइफमा अहिले। अँध्यारो भइरहेछ होला हैन। लाइट पनि भयो, थुक्का अँध्यारो किनभने चस्मा लाएर आएको रहेछ नि, अँध्यारो किन देख्छु भन्छु नि यार, फोकटमा यार। उज्यालो छ त अनि हामी चाहिँ यसरी पूजा गर्छौँ किनकि हामी गुरुङ हो। हामी यसरी म चाहिँ गुरुङ हो। म गुरुङ काट्न पर्छु। यो चाहिँ पूजा गरेको बाबाको जहिले चाहिँ गर्नुपर्छ अरे, अब गरिदिनै पर्यो हैन। अब एउटै हो, मलाई धेरै जस्तो माया लाग्ने भनेको मेरो बाबा हुनुहुन्थ्यो। अब बाबा पनि जानुभयो छोडेर। अब त्यही नेचुरल लाग्दो रहेछ हो अब एकदम। तर म भन्छु होइन, बाबाहरू आमाहरू हुन्जेलसम्म केटा माया गर्नुहोस् होइन। बरु अगाडि नै भन्नुहोस् माया गर्छु हजुरलाई। कति म धेरै हेरेको पनि छु, देखेको पनि छु होइन। कसैले के अरे माया हुन्छ नि, माया देखाउनु सक्दैन क्या, छोरा मान्छे जताउनु सक्दैन होइन, देखाउनु सक्दैन बाबाको लागि चाहिँ स्पेसली होइन। मैले पनि त्यही हो, मैले पनि देखाउनु सकिनँ। तर माया भने चाहिँ गर धेरै गर्थेँ कस्टमर माया चाहिँ होइन। त्यस्तै भइदियो बिचमा। अब त्यही हो कि भन्नु नभन्नु त्यस्तै भइगयो। बाबासँग नि एउटा फोटो मतलब अस्ति नै उतो के बाउको मुख हेर्न दिनु हो, फादर्स डेमा त्यति बेला चाहिँ फोटो खिचेको थिएँ। एक दुईवटा छ फोटो। यति साह्रो म पहिले बहुतै रहर लाग्थ्यो होइन। आजकल चाहिँ फोटो त्यति साह्रो खिच्दिनँ पनि। प्लस त्यसरी उतो मनमा भनौँ न, त्यसरी कस्तो भनौँ, बाबाहरूको बाबा फोटो खिचौँ न, यस्तो गरौँ न नहुने रहेछ क्या होइन। त्यस्तो नहुने रहेछ, भन्नै सकिँदैन रहेछ क्या मेन कुरा चाहिँ। अब अहिले यस्तै हो। अब भर्खर आइयो सकेर चम्पावडी जिल्लाबाट आएको थियो। जिल्ला सकेर जिल्लाको काम सकेर अब प्रोसेस हुँदैछ बिस्तारै यताउताको होइन। अहिले चाहिँ हाम्रो धान काटिँदैछ है गाउँघरतिर अहिले धान काटिसकेको। ठ्याक्कै स्कुलको बस पनि आइदियो। कुन स्कुलको बस आयो? स्पोन्टको रहेछ। अनि मेरो एउटा बसन्ती छ यार, धोका नदिने भनेको एउटा बसन्ती। तर यसले पनि बेला धोका दिन्छ यार मलाई। ओभर दिन्छ यसले पनि धोका। बेला चाहिँ धोका चाहिँ के कसरी दिन्छ भने यसको चाहिँ
पेट्रोल सकेर यसको पेट्रोल सकेपछि मलाई धोका दिन्छ पेट्रोल हामी बेला बेला के हो बजेट कम बजेट लो कहिलेकाहीँ तलमाथि हुन्छ बजेट भइराखेको हुन्छ नि होइन अब के गर्नु पऱ्यो भन्दाखेरि के गर्नुपर्ने छ भन्दाखेरि मैले के गर्नुपर्ने छ भन्दाखेरि अब हल्का धेरै पनि होइन थोरै पानी हाल्नु छ हो गाइस यहाँ पानी हाल्नुपर्ने छ यहाँ सर्कहरू धेरै हुन्छ यहाँ यो चाहिँ मिहिनेतको है यो चाहिँ बाबा भन्दाखेरि बाबाहरूले गर्नुहुन्थ्यो अब अहिले चाहिँ मैले नै भनौँ न यो चाहिँ रातमा भयो उता पराको लसुन अनि उहाँ पराको त्यो फुलकोपी हो अनि यता सागहरू रोपेको छ यता धनियाँ पनि आयो कि आएन धनियाँ नै आएको छैन त्यहाँ त्यो फुलकोपीहरू ल्याएको फुलकोपीहरू चाहिँ मरेछ धनियाँहरू पनि रोपेको छ धनियाँहरू पनि उता नै के भन्छ फलेन रोप्नै नआएर हो कि रोप्नै नआएर हो कि त्यो धनियाँहरू पनि फलेन हो के गर्नु यहाँ छ उता कुखुराको खोर हाम्रो कुखुरै छैन कुखुरा छैन कुखुरा एउटा मात्रै छैन हाम्रो त कुखुरा पनि पाल्नु पर्ने छ त्यसो अब यो त गाउँले दिन्छ कि गाउँले डेली रुटिनको अहिले घरमा कोही छैन घरमा मम्मी हुनुहुन्छ मम्मी ठुलो मम्मीतिर जानुभयो होला माथि चोकदेखि यता हुन्छ अहिले धान कटाएको छु गाउँघरतिर यसो हुँदाखेरि यो चाहिँ हाम्रो गाउँघर हो यता भुसिने खोला छ यतापट्टि यता भुसिने खोला यो मेन भयो यो मेन रोड दाजु कता अनि ठिक छ यस्तै छ कोही छैन हो मम्मी भएको पनि हुन्छ म एक्लै हो अब मम्मी पनि जानुहुन्छ है मम्मी भएपछि पनि प्लस एक्लै नै हुने हो त्यसपछि त है कस्तो छ अलिक सुरु गरेको अलिक यताउता गर्दै होला कि होइन राम्रोसँग त्यति साह्रो राम्रोसँग खिच्नु आउँदैन अब स्टार्ट हो त्यसपछि चाहिँ केही गर्नु पर्ला होइन म अस्तिदेखि भ्लग बनाउनु भनेर सोचिरहेको थिएँ अस्तिदेखि धेरै अस्ति नै बनाएको नि थिएँ क्या अनि बनाएको पनि थिएँ त्यो पनि बिर्सेछु यार भ्लग बनाउनु नै आधी बनाएको थिएँ सुरुमा स्टार्ट त गरिसकेको थिएँ होइन स्टार्ट गरिसकेको थिएँ भएन बिर्सेँ अब चाहिँ बनाउनु पर्ला साथीले पनि बनाएको कि भएन तिमीलाई त आउँछ बनाऊ किनकि मैले बनाएको थिएँ नि त मेरो च्यानल थियो नि त साउदी गएर होइन 3 वर्ष अगाडि च्यानल थियो त्यो अहिले पनि छ 2टा कि 3टा भिडियो अपलोड गरेको थिएँ अनि त्यसपछि कस्तो भयो भने विदेशतिर लाग्यो आफू साउदीतिर लाग्यो होइन अनि साउदी ल ठिकै छ नि त विदेश गयो ठुल्ठुलो बिल्डिङ देखिन्छ होइन ठुल्ठुलो बिल्डिङ देखिन्छ त्यसपछि त झन् एउटा फोनसोन किनेर उतो हुन्छ कि भनेको के अरे भ्लग बनाउँछु यताउता सोचिरहेको थिएँ कहाँ त्यसका बाजे कहाँ त्यस्तो हुने यार पुरै गएको थिएँ होइन हामीलाई के भन्यो हामीलाई पिज्जा मेकर भन्यो किनकि म सेफ थिएँ नि त सेफको ट्रेनिङ लिएर गएको थिएँ हामीलाई पिज्जा मेकर बनाउन लग्यो कफी पनि भनेको छ बारिस्टा नि भनेको थियो गएको यार उता के अरे फास्टफुड नै हालिदिएको थियो बर्गर सर्गर बनाउने त्यो फ्रेन्च फ्राईहरू त्यो चिकन के भन्छ त्यसलाई चिकन फ्राइजहरू बनाउने त्यस्तो खाले स्यान्डविचहरू बनाउने लग्दै थियो अनि त्यो पनि कहाँ यार बिल्डिङ त ठुल्ठुलो बिल्डिङ त एउटा थियो भर्खर बन्दै गरेको थियो 2 वर्षसम्म त्यस्तै थियो न त त्यो बिल्डिङ बनाउनु सक्यो न त के गर्नु सक्यो त्यस्तै थियो होइन बिल्डिङै देखेन नि यार साउदीमा कहाँ यस्तो गाउँ जस्तोमा लगिदिएर छोडिदिएर नि उराठ लाग्दो ठाउँ थियो बनाएन पनि त्यतिकै यसो गर्दा उसो गर्दा लाइफको बारेमा सोच्दा सम्झिँदा बुझ्दा अलिक ग्रो अप पनि भयो त्यति बेला हल्का होइन मेच्योर पनि हुन थाल्यो त्यसपछि फोकस चाहिँ पैसातिर भन्ने ध्यानै भन्दाखेरि अर्कै भयो क्या त्यसपछि म
अनि गाउँ घरतिर आएँ 2 वर्ष लगभग 2 वर्ष बसेर होइन। त्यसपछि अनि आएँ अनि दुबईतिर गएको थिएँ फेरि 4 महिना बसेर साउदीदेखि आएर भिजिटमा गएको यार 2 महिनाको हुँदो रहेछ। 2 महिनाको भिजिटमा गएको थिएँ। अब आफूसँग सर्टिफिकेट सबै छ, सर्टिफिकेट होइन, एक्सपिरियन्सवाला सब छ। लास्ट इयरमा भिजिटमा जाने मान्छेलाई के भन्दाखेरि एजेन्ट राम्रो नभएर भाडा माझ्ने देखाउँछु नि म केही त गर्छु यत्तिकै त बस्दिनँ नि होइन। छोरा मान्छे हो केही गर्नु, छोरा मान्छेले केही कमाएन केही गरेन भनेर होइन। बाउआमाले त आफ्नो फ्यामिली परिवारले त हेप्छन् भनेपछि त होइन झन् गर्लफ्रेन्डहरू भयो यताउता भयो त्यही दिएछन् यताउता त्यही हो। तर हेपाइ चाहिँ नखानु कसैकोबाट हेपाइ चाहिँ नखानु, किनकि आफ्नो खाने हो, आफ्नो लाउने हो, आफ्नो गर्न सुत्ने हो होइन। त्यही भन्छु, हेपाइ चाहिँ लाइफमा नखानु। म बिस्तारै यसको कहानीहरू सुनाउँछु। अहिले तत्कालै म पानी हाल्छु होला, लुगासुगा चेन्ज गरिहाल्छु, यो गेटअप होइन चेन्ज गरिहाल्छु म टक्कसँगले। तपाईँहरूलाई म एकछिनपछि भेट्नेछु अहिलेको लागि। ल है त यो चाहिँ मेरो त्यो भ्यास हो। अब चाहिँ सागमा हाल्नु जाने हामी, पानी हाल्नु जाने पुग्ने हो बिस्तारै होइन। मोटर बिग्रिएको छ यार, मोटर त पुरै मोटर गाउँ गएर बिग्रेर मेरे साथ में दिन में सोता हूँ पारी करूँ रात में। बस यस्तोमा तपाईँको म पानी हालेर यस्तो गरेर पानी यसरी हाल्नु। यो टमाटर चाहिँ आफै फलेको, यो चाहिँ फलाएको होइन, यो चाहिँ आफै फलेको। सागहरूलाई चाहिँ यस्तो पानी दिनुपर्ने। सागहरू मरे जस्तो छ, यो धेरै बाक्लो भयो नि यो राजमा, सबै राजमाले देखेर सबै बाक्लो भएर जस्तो छ। पानी धनियाँ भर्खर उदो फैलिँदैछ क्या अन्त छैन हौ, सागहरू चाहिँ उदो भएछ। टमाटर यो बारी यसको लाइन नै टमाटर रोपेको, यसको लाइन रोपेको एउटा मात्रै त भएछ। सुरुमा कस्तो भने बिरुवाहरू ल्यायौँ है, यसको यो फुलकोपीहरूको बिरुवाहरू ल्यायौँ होइन। फुलकोपीको अनि बन्दाकोपीको बिरुवाहरू ल्याएको थिएँ। फुलकोपी बन्दाकोपी अनि टमाटर अनि खोर्सानीको बिरुवा ल्याएको थिएँ होइन। सब खिरै गयो नि ल्याएर त्यो गरेर खोलेर माटोमा राख्नु पर्ने, पानीमा राखेँ क्या। त्यो माथि फेरि त्यो दिन पनि भएन, अर्को दिन पनि भएन। अर्को दिन गर्दाखेरि त खेर गएको पैसा नि। यहाँ चाहिँ यस्तो सब पर हेर्नु त झन् कस्तो मजाले काट्दै सम काट्यो हुन्छ है। यो धान काट्ने मान्छेहरू है। हाम्रो यता यो कुन जङ्गल है, चारकोसी जङ्गल भन्छ। यो सबसे ठुलो जङ्गल हाम्रो, सबसे ठुलो जङ्गल यो चारकोसी जङ्गल भन्छ नि यो। ल अब चाहिँ एकछिन म पानी सानी हाल्छु, हालौँ न पानी सानी। त्यसपछि माया पिरिम गर्नुपर्छ हामी सबैजना मिलेर। के मरेको नि बाजेका। यो चाहिँ मुला र रायो साग भन्नुहुन्छ मगाउनु। मुला र रायो साग आएछ त खोर्सानी माछा खानेको चिङ्ना कहिले ठुलो हुन्छ है। साथीले क्या भन्छ क्या, के ल्यायो भन्दैछ त्यो साथीले उपर सघाउँछ नि त होइन। के ल्यायो सनम बिरुवा भनेर मैले त यसको होइन खोर्सानी होइन टमाटर भनेर जहाँ त्यहाँ भएको बिरुवा चाहिँ खोर्सानीको बिरुवा माथि पनि छ नि पनि उता डल्ले खोर्सानीको भएको बिरुवा जस्तो पार्दैन। नभएको ल्याउँदो रहेछ बिरुवा भनेर उसले पनि खन्नु सकेको छ क्या मलाई पुरै।
उसले सघाउनु अरू कुरामा सघाउँछ उसले उयो छ एउटा साथी जो भने पनि उयो साथी छ अब केही पऱ्यो भने फोन गरेर बोलाउँछु होइन ऊ आइहाल्छ अनि उसले पनि के अरे उ त गर्दैछ नि पढ्दैछ क्या कुनै त कोरियन ल्याङ्ग्वेज पढ्दैछ अब यो मङ्सिरतिर उ त हुन्छ एक्जाम भन्दैछ जुनमा हुँदैछ काठमाडौँ अब हेरौँ के हुन्छ भयो भनेसँग जान्छु पढ्दैछ क्या त्यही भएर हल्का डिस्टर्ब नगरौँ भनेको के बिचरा हुँदैन त्यति छ नि यार धेरै 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 बस उसले राम्रो मान्छे गुड मान्छे जस्तो भयो भने साथ दिन्छ क्या बहुत राम्रो छ मलाई त माया माया भन्दा राम्रो लाग्छ एकदम होइन पहिले पहिले पनि साथीहरू त थियो अब त्यस्तो थियो नि साथीहरू विश्वास घात गरेको अहिले हल्का फुल्का बोल्छ त्यो बाल लाग्दैन मलाई एकछिन अब पानी सानी यसरी हाल्छु पानी ओके पानी सट्टा यसरी ल्याउने हो त्यसलाई गर्ने हो माइजहरूको घर यता हुन्छ माइजहरूको घर यता हो पानी चाहिँ गर्ने हो सट्ट यसरी बोक्ने हो सट्टसँगले दिन में सोता हूँ पार्टी करूँ रात में आई फिलिङ सो गुड यस्तो छ ल अब चाहिँ म पानी हाल्न थाल्छु ल अहिले म देखाउँछु हल्का फुल्का चेक इट आउट भाइ स्क्रिन हुन्छ ल अहिले सुन्छ त्यत्तिकै छोडिदिएँ रातमा धेरै भएपछि हल्का फुल्का गरेको थिएँ मच्छरले खाएको त्यतिकै रोकिदिएको तेरो बाबा कता हरायो अनि तेरो बाबा कता हरायो गलिँदो रहेछ भिज्यो नि पऱ्यो अझै यता त हाल्नै बाँकी छ यता हाल्नु पर्ने छ अझै यता त अब हल्का यताउता गरिसकेपछि म
भिडियो बनाउनु छ है अब एकछिन पुरै गाह्रै गयो त्यो भिडियो कसरी बनाउनु भिडियो बनाउँछु म अब एक दुईवटा रक गरेपछि अघि के अरे अघि ठक्क गान्तोकतिर गएको थिएँ होइन त्यो ग्यास बुझ्नलाई ग्यास बुझ्न ग्यास सिलिन्डर दिइसकेको थिएँ कि 4-5 दिन भयो ग्यास सिलिन्डर आएको छैन अनि गएको थिएँ अनि ठ्याक्क आउँदा त्यो रङ डाँडाको छेउमा मैले त गान्तोकदेखि हल्का माथि रङ डाँडामा ठ्याक्क आउँदाखेरि एउटा हामी म र मेरो साथी जाँदै थियौँ होइन एउटा बुढोले चाहिँ यस्तो अरे क्या हामीलाई होइन त उसको साथीलाई नै यस्तो गरेर देखाउँदै थियो यस्तो हेरेको ठ्याक्कै हामीले पनि देख्यौँ कि सम्झिहाल्यो के हो पाराको ल त अब आधी काम चाहिँ भर्खर सकेको छ काम सक्यो ओहो मेरो त फुट ए केटाकेटी हो नुहाङ हेर ए काली के हो काली त राम्री राम्री देख्छ यहाँ आइजानु भाइ पक्रा मेरो त खै हो मेरो ज्याकेट चाहिँ ए भ्लग बनाउनु भएको सना दादाले भ्लग बनाउनु भएको हो नानी तिमी सब 50 रुपियाँ खाऊ ल 20 रुपियाँ दिन्छु कि बाँडे खा ल तिमीहरू 3 जना बाँडे खा ल 3 जना खाऊ ल 20 रुपियाँ दिएको खाऊ ल तिमीहरू 3 जना कति कति हुन्छ 5 5 5 कति रुपियाँ हो हाउ मच नानी 5 5 5 कति भयो थाहा छैन कति भयो भन त कति भयो 5 5 5 15 15 रुपियाँ भयो 5 रुपियाँ उभिन्छ चाहिँ 20 रुपियाँ दिएको कि यिनीहरूलाई के खाओस् न भनेर चक्लेट खाओस् पापा कति रुपियाँ हुन्छ भने पापा 15 तिमीहरू यहाँ 5 रुपियाँ खाऊ 5 रुपियाँ खाऊ 5 रुपियाँ खाऊ 15 रुपियाँ हुन्छ कि अनि 5 रुपियाँ चाहिँ उभिन्छ तिमीहरूको 5 रुपियाँ चाहिँ उभिन्छ तिमी चाहिँ 10 रुपियाँ लिने अनि 5 रुपियाँ खिलाइदिए अरे 5 रुपियाँ दिनु अनि 5 रुपियाँ खानु लाग्यो गयो केटीहरू बुढा ग्याङहरू गयो अनि कसले के गर्यो रे ओइ साइकल लाग्यो त्यसलाई पुरा जुम भइरहेको छ कुरा गर्दा मलाई छ धन्ने ब्याङ्ग दियो त नि के भयो त्यसलाई
के भयो तँलाई नानी ए को मन छ यहाँ मन छ मन छ यहाँ बस नि को हो मेरो तिमी यहाँ अनि उता नुहाङ के दादा दादा इसन दादा खै दादा कहिले कहिले हेर गुनिजो नानीको अनि गुनिजो कहिले हो मलाई थाहा ए भाइले खाएको छ राम्री भएको यो राम्री भएको कसले सबल दाल साइड ल्याउ सबल दाल यो सबल दाल त के गर्छ के खायो तिमीहरूले रोल रोल खायो मैले रोल खाएँ लेमन रोल खाएँ उसले चाहिँ उ खायो खायो के अरे मोटी सबै रोल मोटी हुन्छ ला नानी मोटी हो ऊ चाहिँ गोड जस्तै दिन्छ पकाला नानी पुरा जुम भयो नि यो पुरा पकाला ठिक छ नि हेर अब चाहिँ ठिक भयो के हो यो त माला नानी खै पैसा गएर यो त होइन यो त पर्स मात्रै पैसा होइन नि यत्रो धेरै पैसा हाल्ने हो अनि पकेट चाहिँ मोटो हुनु पर्दैन अन्त त्यहाँ पैसा छैन नि हाम्रो भाइ यहाँ छ दाइ यहाँ छ सेम छ अनुहार हेर्दैन यहाँ उताबाट यसो हेर त देखिन्छ अनुहार हेर त दाजुले भिडियो गरेर भाइ यहाँ छ भाइ खाँदैछ मलाई नखाए तिमीहरूलाई के खेल्न आउँछ होला त अब यसो खेल्नु चिमुसी खेल्नु आउँछ तिमीलाई त्यो ठुलीको भएन यो यहाँ राख ठुली नानी राख के भन्छ अनि मुसाले खायो समातो उसको कान रक्स पछि कसलाई खेलाउँछ मलाई छ यस्तो यस्तो वेस्ट बनाएर मात्रै किच्ने वेस्ट बनाएर म खेल्छु ल यस्तो गर्ने ल जसले हार्छ होइन उठबस गर्ने ल म खेल्छु धेरैचोटि 10 मैले आइदिहाल्छु ल बाजेलाई के चाहिँ ल जा उठबस 20 चाहिँ 5 चोटि उठबस गर्ने हो ल ए सबैको कैँची भयो के तिमीलाई अरू के खेलाउनु होला भने उठबस को गर्छ लु होइन तिमीहरू तिनजना खेल्ला कि होइन जसले जो हार्छ त्यसले उठबस गर्छ ल ला अब होइन अब तिमीहरू दुईजनामा एकजना जसले जित्छ जो हार्छ त्यही उतो उठबस गर्ने ल नानी ल मलाई सर ल 5 चोटि नानी 1 2 3 4 5 ल फेरि तिनजना फेरि ल सुरु तिनजना ल अब नुहाङ र फेरि मनासा लास्ट ए नुहाङले उठोस गराऊ 5 चोटि
खेल्छ रे कुन खेल्दै थियो नि हाय औ रक पेपर भएन ल सुरदेखि ल सुरदेखि ल तिमीहरू दुईजना गर अब यो भयो त्यो तिमीहरू दुईजना गर तिमीहरू दुईजना नुहाङ र तिमी चाहिँ नुहाङ र तिमी चाहिँ ए नुहाङले उठबस गरे अब अब सक्यो अब अर्को गेम के कुन गेम ल बुनुको नाम के हो उताको को दिदी बहिनीको यता मनासा भएको यता थोदिनु फेरि को आएछ फेरि एलिने ल ल नाच्नु आउँछ तिमीहरूलाई ल गाउँदै नाच्नु कसलाई आउँछ गेम खेल्नु पानी भयो नि अर्को गेम खेल्ने अरू के गर्न आउँछ तिमीलाई नगर न दादा चाहिँ दादाले चाहिँ भन्ने होइन गर्नु गर्नु अर्को खेल्ने के चाहिँ खेल्यो तिमीलाई के चाहिँ खेलेको कहाँ गएको तिमीहरू लुकुडुङ खेलेको तिमीहरू हाम्रो भाउजू कता हिरो नि बनाएर भन्नु त ए कोही नखेल्ने रहेछ खै त अनि को आयो ल दाजु के छ सुन तेरो ड्याडीलाई सुन लु अब एकछिन बसेतिर यहाँनिर के गर्छ यसो रमाइलो चटक गर्नु पर्यो यहाँसँग यसो let's go party let's go के हो कस्तो किरिमिर आउँछ यार घरको मालिक चाहिँ यहाँ बसिरहेको छ यहाँ यसरी औ नाना यसरी तानिदेऊ न मुटु मेरो बेसरी जाउँ भाइ के चाहिँ वाट म आउँदैन माथि ला दोस्त तिमी जाऊ त त्यहाँ भाइ मैले ला तिमीले उता बुझ्यौ के बुझ्यो स्मोत्रिया ल त्यहाँबाट सामान त ल्याउनै बिर्सेछ यार गाइज जान्न यहीँ दोकान यहाँ खुला होला नि त मन बाँधेर आउ खै सबै कस्तो के
आज मेरो सके गाइस ला ए दोकान त दोकान त बन्द भयो मामा मात्रै हुनुहुन्छ बाजे मामा मात्रै हुनुहुन्छ छैन कोही कोही हुनुहुन्न मामा यही दोकानको मान्छे यस यस बाजे कहाँ अब घर आउनु आउनु चिया खाएर आउनु म भन्नु त कति रुपियाँको खाने कति रुपियाँको मामा अब यो के अरे यता बाजेलाई 1 गिलास राम्रो राम्रो हुँदैन हुँदैन रे यता भन्दैछु त मसँग खुला पैसा छैन नि त नि अन्त खुला पैसा छैन नि त मसँग खुल्लै पैसा छैन क्या एकछिन ओ छ एकछिन वेट मसँग कहाँ छ जस्तो लाग्यो एकछिन मलाई चिन्नु भयो ल हुन्छ कति हो ए ल ल है त ल सब्सक्राइबर पनि बढ्ने सब्सक्राइबर बढ्ने हो यहाँ दोकानको मामाले आफैले बनाउनु पर्छ कि यसो जादु मना लगाएको नि भान्जा हाल्दा मात्रै न भिडियो सब्सक्राइब गर्नु त म छु भनिसक्यो त सकिएको त अब भुत्के त स्मोत्रिया पढ्दा ठ्याक्क हातमा बोकेर आउँदै थियो कि मेसोजन हातमा बोकेर आउँदै थिएँ रानी दाइको बाउले चार पक्रेर पैसा लिन त कान्छा रक्सी खाने भने त्यहाँ माग्दिनु खोजेको मामालाई हुँदैन भने क्या अनि पैसा दिएको अनि यस्तै छ यही गाई ल अब एकछिन पछितिर भेटौँ है तपाईँहरूलाई आरिगातो गोजेमास एकछिन पछि भेट्छु है तपाईँहरूलाई ल है त अब चाहिँ रात पनि पऱ्यो अब चाहिँ भ्लग पनि बन्द गरिदिनु पर्ला हो एकछिन मराउनु जानुपर्ने छ एकछिन मराउनु जानु पर्यो यति भन्दै आजको भ्लग यति कस्तो लाग्यो यसो भनिदिनु होला कृपया प्रक्रिया गरिदिनु होला होइन आजको लागि यति नै अब म एकछिन माथि जान्छु माथि गएपछि माथि मम्मी हुन्छ मम्मीलाई लिएर आउँछु एकछिन 1 घन्टा जति बस्नु पऱ्यो त्यहाँ मराउमा ल है त आजको लागि यति नै बाई बाई सी यु नेक्स्ट मर्निङ या भ्लग के भन्छ सी यु नेक्स्ट भ्लग बाई बाई